मैले केही दिन अगाडि डुँडाको पाखाको बाटोलाई समेटेर बाटो बनाउनुपर्छ भन्ने कुरा सामाजिक सञ्जालमा हालेको थिएँ र सामाजिक सञ्जालमा धेरै कमेन्टहरू आएका थिए र ती कमेन्टहरूमा पनि महाशिलाका जनतालाई गाडीको मुख देखाउने र दरङखोलाबाट नुन बोकाउन छुट्याएको बाटो 2056-57 सालमा खनेको कार्किने र घन्टेका नामको बाटो कुन देशमा पर्छ जस्ता कमेन्टहरू आएको हुनाले आज संयोगवश म त्यही बाटो पोखरा जाँदै थिएँ। पोखरा जाँदाखेरि अस्तिको पानीले गर्दाखेरि बाटोको हालत यस्तो छ। यहाँहरूलाई भिडियो मार्फत सो कमेन्ट पनि राखेर मैले यहाँहरूमाझ देखाइरहेको छु र अब आउने हरेक नेतृत्वलाई हामीले सोध्ने कि नसोध्ने, अहिलेसम्म तपाईँले कतिपटक नेतृत्व गर्नुभयो र तपाईँको प्राथमिकतामा कार्किनेट बयले घन्टे लुङ्खु देउराली सडक किन पर्न सकेन? सडकका कुराहरू, विकासका कुराहरू, धेरै कुराहरू गर्नुभयो, तर यो लुङ्खु जाने सडक, सबैभन्दा पहिला नाका खुलेको सडक तपाईँको प्राथमिकतामा किन परेन भनेर हामीले क्वेसन सोध्ने कि नसोध्ने?